युकेजीमा। ए तिमी कतिमा पढ्छौ रे? युकेजीमा। युकेजीमा? ए अनि युकेजीमा सरले पढाउनुहुन्छ कि म्याडमले पढाउनुहुन्छ? मिसले। मिसले? कतिजना छन्? 17 जना। 17 जना स्टुडेन्ट छन्? हेर बिचारी कति टाढा छ स्कुल, कति उकालो पनि छ, यस्तो उकालो छ, उकालो छ। अनि फेरि तेर्सो पनि छ, उकालो पनि छ, कति टाढा छ, 2 किलोमिटर त होला। हेर 2-3 किलोमिटर हिँडेर पढेर आउँछिन्। यति सानी सानी छोरी पढेर आउँछिन् गाउँमा। गाडी पनि हुँदैन, बाइक पनि त्यति कसैको नि प्राय हुँदैन, कार पनि हुँदैन, केही हुँदैन। कति हिँड्नुपर्छ पढ्नलाई है? दुःख छ हिँड्नलाई, कति दुःख हुन्छ है? गाह्रो हुन्छ नि। आमामा छोरी पढेर आइन्। घन्टी नलागी पुग्छ। घन्टी नलागी पुग्छौ? अनि गएपछि घन्टी लाग्छ? गएपछि अलिकता पछाडि पछाडि लाग्छ। अनि घन्टी लगाएपछि के गर्नु पर्यो? अनि भित्र पस्नु। अनि खाजा खाने बेला घन्टी लाग्छ, अनि घर जाने बेला घन्टी लाग्छ। गाउँमा पढेको कति दुःख हुन्छ, सहरमा पढ्न पाए है। काठमाडौँ जाने अब। बाबा आएपछि काठमाडौँ लाँदैनन्, इन्डिया लाग्छ। होइन।